मैले फेरि पनि ल्याइसकेको छु नयाँ स्टोरी। ल हेरौँ, सुनौ है त। लाइक, कमेन्ट, सब्सक्राइब गर्न पनि नभुल्नुहोस् है। ल ढिला नगरिकन स्टोरी सुरु गरौँ। आर्य घाटको त्यो रात, स्थान पशुपतिनाथ, काठमाडौँ। करिब राति 1 बजे। राजु 35 वर्षीय एक सरसफाई कर्मचारी थिए। आर्य घाटमा विगत 8 वर्षदेखि काम गरिरहेको थिए। उसले धेरै सब देखिसकेको थियो। कहिले धनी त कहिले गरिब, कहिले बच्चा त कहिले वृद्ध। उसलाई अब मृत शरीर देख्दा पनि कुनै असर हुन्थेन। तर त्यो रात फरक थियो। त्यो रातको ड्युटी उसैको थियो। दिउँसो करिब 5 बजे आएको शव जलाएर सकिएको थियो। बाँकी खरानीहरू भोराएर राख्ने काम मात्र बाँकी थियो। अन्य कर्मचारीहरू सकि नसकी घर गइसकेका थिए। त्यो बेला घाट सुनसान थियो। श्री बागमतीको पानी बग्ने आवाज र पर कतैबाट सुनिने कुकुरको पुकाइ मात्रै। राजु खरानी हुर्बुराउँदै थिए। एक्कासी उसको कानमा कसैले बिस्तारै बोलाए जस्तो लाग्यो। राजु, ए राजु। ऊ ठहरिएर हेर्छ। कसैको आवाज थिएन। फेरि काम गर्न थाल्छ। सोही आवाज फेरि। म अझै चलिरहेको छु, मलाई सकाऊ। राजुको शरीर कठोर थियो। ऊ हिम्मत गरेर पछाडि फर्कियो, तर त्यहाँ कोही थिएन। जब हेर्छ, घाटको छेउमा एकजना सेतो कफनमा लिप्त पुरुष उभिएको देख्छ। त्यो मान्छे अदबले जलिएको थियो। अगाडिको अनुहार पहिचान गर्न गाह्रो, तर आवाज स्पष्ट थियो। राजु, मलाई अधुरो नछोड। राजु चिच्याउँदै पछाडि भाग्छ। घाट नजिकैको सानो कोठामा लुकेर बिहानसम्म बस्छ। बिहान साथीहरू आएपछि उसलाई सबै कुरा बताउँछ। साथीहरू त्यो रात जलाइएको शवको खरानी जाँच गर्न जान्छ। त्यो अधुरै थियो। अब पूर्ण रूपमा बलेको थिएन। त्यसपछि राजुले घाटको काम छोडिदियो। ऊ आजसम्म त्यो रातको सपना देख्दछ, जब उसले सम्झिन्छ कि उसको शरीर काम्छ अनि भन्छ, म मृत शरीरसँग डराउँदिन, तर अधुरा आत्मासँग डर लाग्दो रहेछ।